हेलो साथीहरू, के छ? आई होप कि सबैजना सन्चै हुनुहोला। म यो भिडियोमा यो भन्छु कि पहिला हेर्नुहोस्, यो मेरो साथी हो, भियतनामको हो। म दुईजना सँगै पढ्छु है, क्लासमा सँगै बस्छु। अनि गएकोबाट फर्केर आउँदाखेरि यो भिडियो मैले बनाएँ, सुट गरेर। म यो भिडियोमा यो भन्छु कि अनि हामीलाई VFS भनेको छाया सेन्टरमा जानको लागि के चाहियो, के भएपछि नर्मल र प्रिमियममा जानु बेटर हुन्छ, ठिक छ। हामीसँग हुनुपर्ने ओरिजिनल भनेको फर्स्टमा पासपोर्ट चाहियो, ल्याङ्ग्वेज सर्टिफिकेट चाहियो, अनि कन्सल्टेन्सीबाट एउटा दिन्छ सर्टिफिकेट, त्यो सर्टिफिकेट चाहियो, एपोइन्टमेन्ट लेटर चाहियो, भिसा एप्लिकेसन फर्म पनि चाहियो। भिसा एप्लिकेसन फर्म हामीलाई कन्सल्टेन्सीले दिइहाल्छ, यो पनि चाहियो। यो पनि भरेको हुनुपर्छ। यसमा के गर्नुपर्ने, हाम्रो चाहिँ साइन पासपोर्ट जस्तो गर्नुपर्ने हो। र साथै हामी चाहिँ अहिले चाहिँ छाया सेन्टर ठमेलमा थियो VFS सेन्टर, तर अहिले VFS त्यहाँ छैन, ललितपुरमा सारेको छ। मैले अहिले थाहा पाएको छु, मेरो साथीले भनेको चाहिँ छाया सेन्टर सारियो रे, पहिला ठमेलमा थियो तर अहिले चाहिँ ललितपुरमा सारेको छ। आई होप कि सबजना बुझ्नु भएको। यति कुरा म लेख पनि दिन्छु के चाहियो त्यो